चाहिँ म यहाँहरूलाई मेरो छोरीको यहाँ ट्रमा सेन्टरको डिजाइन देखाउँछु। आर्किटेक्ट गर्दै हो नि त ऊ, त्यही भएर अब उसले ट्रमा सेन्टरको डिजाइन गरेर नक्सा बनायो होला अस्ति कति दिन लगाएर, अनि फेरि त्यसलाई अब मोडल बनाएर बुझाउनु पर्छ। यसरी रुखहरू बनाएको रे, रुखहरू फुलहरू, अनि यसरी बनाएको छ। कस्तो राम्रो छ नि। यसको ट्रमा सेन्टरको डिजाइन भित्र छिर्ने ढोका होला यो। साना साना पालीहरू पनि निकालेर ल कस्तो लाग्यो यहाँहरूलाई त्यो बिचको झरना अरे। यो बिचमा चाहिँ फाउन्टेन अनि रुखहरू। अब ग्रिनरी बनाउन जरुरी छैन अरे, अब उनीहरूको के कोडहरू हुँदो रहेछ नि त, कस्तो कस्तो कलरहरू दिने भनेर। त्यही भएर ग्रिन राख न, रुखपातहरू भनेको त्यस्तो राख्ने होइन अरे भन्यो। अब हामीलाई के थाहा होइन उनीहरूको। ल हेर्नुहोस् त कस्तो छ, कस्तो लाग्यो। अब यहाँ डाइनिङमा बसेर बनाउन सजिलो हुन्छ भनेर टेबलमा फिजाएर कटिङ गर्नलाई बिचरा पेपरहरू काट्दा काट्दा यो कुटहरू काट्दा काट्दा हातमा घाउ भएर काटेर गाह्रो छ नि बच्चाहरूलाई के गर्नु। अनि यो डिजाइन गर्ने मोडल बनाउने केटी चाहिँ त्यहाँ छ, अहिले मलाई मार्छ भिडियो बनाऊ भनेर। मेरो नखिचायो मामु भन्छ। के गर्नु, पढाइ पनि गाह्रो छ नि केटाकेटीहरूको। र अब राति 2-3 बजीसम्म बस्नुपर्छ कहिले कहिले। यसै त ऊ अब बिन्दास हो, खासै त्यस्तो धेरै रातभरि बसेर पढ्ने मान्छे होइन। तर अब पढेको बेलामा अब उसको अहिले थेसिस पनि चलिरहेछ। अब यो मोडलहरू बनाउनु पर्दाखेरि अब भोलि सब्मिट गर्नुपर्छ के उसको। अनि त अब सिद्ध्याउनु पर्यो, गाह्रो हुन्छ नि त। बस्छ राति 2 बजीसम्म 3 बजीसम्म। हिजो पनि 2 बजी सुतेको भन्थे, अस्ति पनि राति 3 बजी सुतेको भन्थे। फेरि बिहानै उठेर कलेज जानुपर्छ। कति गाह्रो छ नि, जे पढ्यो पनि बच्चाहरूलाई धेरै गाह्रो छ। अब डक्टर पढ्न पनि उत्तिकै गाह्रो छ। अब डक्टर एउटा घरमा छँदैछ बुढो होइन, अनि छोराछोरीले चाहिँ डक्टर पढोस् जस्तो नै लागेन कि मलाई। र उनीहरूले पनि रहर गरेन। अब एउटीले आर्किटेक्ट पढी, अर्को अब बाबु आइटी जोइन गरेछ एआई पढ्ने भनेर। यस्तै छ। ल मेरो छोरीको यो ट्रमा सेन्टरको डिजाइन कस्तो लाग्यो यहाँहरूलाई भन्नुहोस् ल। बाई, गुड नाइट।